मैले के भन्छ सिङतामको त्यो छ नि तेर्सो आमा बलेरो स्कर्पियो सब ओभरटेक गर्दै 100 प्लस भयो गाडीले सबै छक्क पर्छन् अलिक यो बतासिन्छ मात्रै गाडी अलिक ब्रेकहरू त्यो खालको भएर कि नभए त उडाइदिन मनपर्छ नि हौ 180 को स्पिड दिएको छ कम्ती पुग्छ होला नि 150 त म त तर थामिँदैन यस्तो गाडी ब्रेकै लाग्दैन कि यस्तो 28 तिर म फर्चुनर निकाल्छु कि त्यति बेला कुदैन धेरै के भन्दै थियो हिजो मलाई 100 देखि माथि गइसक्यो यस्तो हावाले दिँदैन रहेछ हेलमेटै घुमाइदिएला जस्तो बटर पुरा साह्रो पर्छ कि र पनि 152 चाहिँ हिर्काइदियो कम्फर्टेबल चाहिँ हाइवेमा दामी चाहिँ मलाई के अरे 90 मा कुद्दो रहेछ भनेको थियो मलाई 90 कि 100 कति 90 भनेछ स्मुथ क्या 100 कति पुरा अरे इच्छा त पुरै के कुद्छ त्यत्रो मलाई के भने दुईजना बोकेर दुईजना थियो भएर चाहिँ 152 हिर्कायो भन्थ्यो अस्ति 1 कुनै कति 150 कि 145 कति त 148 कि 145 त उयसमै हिर्काएको भन्दै थियो भुटान जाँदा क्या अस्ति जति स्पिड तर थाहै पाउँदैन है तर होइन यस्तो हुन्छ है जस्तो धेरै नि एकमै सिङ्गल छ बेसी तर हिमालयन कडा कुद्छ खतरा खतरा मौका पर्यो भने हाम्रो बाइकलाई ओभरटेक गरेर जित्न खोज्छ के भनेको तैँले कसले हिमालयले केटिएमले छोड्ला जस्तो जित्न खोज्छ कोही बेला त्यस्तो पावर छ त्यसमा पनि अब केटिएम हाम्रो अलिक बेसी नै एग्रेसिभ छ र मात्रै कि अझै अब यो हाम्रो एडभेन्चर त के एग्रेसिभ हो भन्नु हुन त अब हिमालयन पनि अब हुन चाहिँ अब दुईटा खेलायो भने चाहिँ अब अलिकति यो एडभेन्चर अगाडि हुन्छ किनभने अलिक बेसी एग्रेसिभ छ होइन हिमालयन पनि तर यस्तै फेरि हिमालयन अहिलेको बाइकमा चाहिँ टप एन्ड जुन छ नि जस्तो अब 0 देखि स्टार्ट गर्ने हामी रेस फर्स्टमा केटिएमले जित्छ हिमालयनलाई केटिएम धेरै अगाडि जान्छ 150 लगभग 155 160 सम्म केटिएमलाई छुँदैन हिमालयनले त्यहाँदेखि माथि फेरि 160 देखि माथि हिमालयन आउँछ बिस्तारै बस भाइ तँलाई म जित्छु अब पर्की अब तेरो छुट्टी गर्छु म भन्दै आउँछ पछाडि पछाडि हो त जिति पो दिन्छ त 160 देखि उता त हिमालयनले तिमीहरूको लास्ट टप एन्डमा जित्छ नि टप एन्ड राम्रो छ नि हिमालयनको हाम्रो चाहिँ इनिसियल खतरा हो नि त मतलब त्यो मिड र हुन चाहिँ यस्तो छ स्ट्रङ त अब मलाई कुदाउँदा चाहिँ फेरि हुन चाहिँ इनिसियल पनि हिमालयनकै मलाई स्ट्रङ लाग्यो इनिसियल भन्दा जुन फर्स्ट क्या एक्सिलेटर 0 बाट स्ट्रङ लाग्यो तर पनि अब केटिएमले जित्छ इनिसियलमा मलाई केटिएमको भन्दा पनि केटिएमको मिड र टप खास कडा हो तर पनि टपमा खोइ रेसमा युट्युबमा चाहिँ छोड्दो रहेछ हौ के अरे हिमालयनले केटिएमलाई पनि होला केही अब